साथीहरू, कक्षा 8 को यो प्रश्नमा धेरै विद्यार्थीहरूले समस्या रहेको हुन्छ। आज हामी यसलाई हल गर्ने। सबभन्दा पहिला यो समकोण त्रिभुज रहेको छ अनि यसमा आधार र लम्ब बराबर दिएको छ। त सबभन्दा पहिला लम्ब P = AB = 16 cm नै हुन्छ। आधार यो पनि 16 cm, यो P र यो P। देयरफोर क्षेत्रफल निकाल्नु छ भने हामीलाई यो फर्मुला थाहा हुनुपर्छ कि 1/2 P × P। यो फर्मुला रहेको छ। त 1/2 × 16 × 16 1/2 × 256 128 cm²। तपाईको एन्सर भयो। धन्यवाद।